गुड मर्निङ गाइज। आज चाहिँ म घरमा एक्लै छु। नानी र मम्मी चाहिँ बिहानको फ्लाइटमा सुर्खेत पुगिसके। अब 5 दिनको लागि यो घरको गृहमन्त्री भने पनि पिउन भने पनि मै हो। बिहानै उठेर दाँत मुख सुटेर फ्रिजको फलफुल लुटेर म बसेँ पेट पूजा गर्न। अब गृहमन्त्री भए पनि पिउन भयो नि काम त गर्नै पर्यो। त्यही भएर म फटाफट कपडा धुनतर्फ लागेँ। अनि यस्तो छ फेरि मैले कपडा धुँदाखेरि पाएको पीडा। भोक लागेर किचनमा बस्यो। मेरो लागि खाना नराखिदिए पनि काम भने टन्नै राखिदिएर रहेछ। फेरि घरमा पोचा सोचा हानेर टिलिक्क पारेर आराम गर्नलाई के बसेको थिएँ। म बसेको कुखुराले पनि देख्न सकेन। फेरि गुहागिदियो। फेरि एकचोटि पोचा हाने। कुखुरा गुदेर भोक पनि हटिसक्यो। अब के गर्ने होला भनेर सोच्दै थिएँ। यसो हेरेको त के हो यो। अब यति खजाना पाएपछि म घर पनि किन बस्ने। त्यसपछि भिडियो खिच्ने सामानहरू म एकाएक लिएर निस्किन थालेँ। गिम्बलको चार्ज र मोबाइलको चार्ज त सबभन्दा इम्पोर्टेन्ट। घरबाट चाहिँ सिधै लेक साइड पुगेँ। म कहाँ जाने थाहा थिएन। बैदाम नजिकको होटलमा खाना खाएँ। अनि त्यहीँबाट लागेँ म शान्ति स्तूपा। जति पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ सबैजनाले लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरिदिनु होला।